यो मान्छे त खाना बनाउनमा त माहिरै रहेछ बज्या। एउटा दुईटा तीनटा चारवटा पाँचवटा फ्राई प्यान एकैचोटि ह्यान्डल गर्दैछ। आगोको फ्लेम पनि सामान्य छ हेर्दाखेरि हैन, तर यहाँ उसले चाहिँ पहिलोचोटि अन्डा हाल्यो हैन, पाँचवटै कराईमा एकसाथ खाना बनाउने। म त दुईटासम्म हैन ह्यान्डल गर्छु, त्योभन्दा बढी भयो भने त आत्तिन्छु हौ। कुक बाहेक अरू त महिला दिदीबहिनीहरू पनि आत्तिनुहुन्छ। तपाईँको हिम्मत चाहिँ कमेन्टमा गर्नुहोस् त, कमेन्टमा चाहिँ आफ्नो प्रदर्शन गर्नुहोस् हिम्मत है। यसले चाहिँ फ्राई राइस बनाउँदै रहेछ, झ्याम 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 लाएर सबैलाई चकिँदै बनाइदियो। ठुलै रेस्टुरेन्टतिरको सेफ होला जस्तो लाग्दैछ मलाई चाहिँ। उसको बाहिर चाहिँ एप्रोन स्याप्रोन यताउता सेटअप सबै हेर्दाखेरि किचनको हैन, मान्छे चाहिँ रेस्टुरेन्टकै कुक हो या सेफ होला हैन। हेर्नु त चलाउन पनि दुईवटा हातले सँगै दाहिने देब्रे एकैचोटि हान्छ त हौ। हेरेको हेरै बनाउने छोरी। यसको स्टाइल यस्तो पनि रहेछ, ल यताउता घुमाएर पोखिँदो पनि रहेनछ। आगो फ्लेम भने मिडियम छ है, त्यति हाई फ्लेम छैन। अब तीनटा चारवटा ट्राई गऱ्यो भने चाहिँ लगभग 1-2 वर्षको एक्सपिरियन्सले चाहिँ यति गर्न सक्छ होला जस्तो मलाई पनि लाग्यो। तपाईँलाई चाहिँ कतिको एक्सपिरियन्स चाहिन्छ त्यो कुरा चाहिँ दर्शाउनुहोस्। अन्त त भिडियो एकदम राम्रो छ, मन पर्यो, सेयर पनि गर्नुहोस्।